घर बन्ने ढुङ्गा खानीमा जाँदैछौँ। हुन्छ ढुङ्गा निकाल्दै हुनुहुन्छ अरे अब घर बनाउनको लागि है। हामी त्यहाँ गएर हेर्ने छौँ। उहाँ गएर हेर्नु उम्, म जान सक्दिनँ हजुर जान नसकेपछि कामै छैन छैन। ल हेर्नुहोस् दर्शक के काम आमाको छैन? यतापट्टिको खुट्टो चाहिँ जन्मेको 3 महिनामा दाहिनी यो खुट्टा दाहिने चाहिँ खुट्टा। जन्मेको 3 महिनामा ऐनामा परेर यो खुट्टा जलेको थियो। त्यसपछि यो घरमा असाध्यै दुःख पाउनुभयो, पीडा भयो। उहाँको माइतपट्टिको आमा बुवा सबै यो संसारमा रहनु भएन। त्यसपछि यहाँ असाध्यै पीडा भयो, दुःख भयो। अहिले हात पाखुरा चल्न छोडे, कपालहरू फुले, सबै कुराहरूले चाप्दै गइसकेपछि असाध्यै गाह्रो भएको थियो। आमाको एकमात्र चाहना के थियो भने मैले अरूको जस्तै नयाँ घरमा कहिले बस्न पाऊँ र कहिले बनाउन पाऊँ र यो सम्भव त थिएन। तर आमाले सोच्नुहुन्थ्यो त्यति बेला। तर हामी आइसकेपछि यो कुरा असम्भव भएन, सम्भव नै भयो। अब आमाको घर बन्दैछ, त्यही पनि चिटिक्काको। आमाको मन पक्कै पनि खुसी हुनेछ। यो खुसी बनाउने सम्पूर्ण मनकारी दर्शकहरू, ठुला मनका धनीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।